हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग है। अब म चाहिँ अहिले ठ्याक्कै कहाँ छु भन्नुहुन्छ भने यो यस्तो राम्रो भ्यू देखेर चाहिँ कहाँ छु होला भन्नुहुन्छ भने चाहिँ म चाहिँ यो नेपालको पाँचथर जिल्लाको याङवरक गाउँपालिका अन्तर्गत 4 नम्बर वडाको चाहिँ उत्तर पूर्वी भेगको चाहिँ सिमानामा जहाँ चाहिँ पाँचथर र ताप्लेजुङको चाहिँ सिमाना पर्दो रहेछ। त्यो सिमानामा चाहिँ स्थित उभिरहेको छु हैन। अनि म चाहिँ यहाँ आएको आज 3 दिन, तेस्रो दिन मेरो डे 3 हो यो चाहिँ। अनि एउटा आज चाहिँ कतै घुम्न जाने प्लान जस्तो बन्ला जस्तो छ। अनि त्यसै सन्दर्भमा चाहिँ एउटा भिडियो खिचौँ न त, आफू पनि हेरौँ। मेरो अडियन्स कति 68 सब्सक्राइबर छन् होला, तिनीहरूलाई पनि देखाउँ भन्दा पनि धेर चाहिँ मेमोरीको लागि पछि अब यसो थर्पु गइया थियो के गरिएछ भ्लग बनाउन त भनेर चाहिँ योजना गरेको छु। चिया खाएर नुहाएर अनि अब कहीँ जाने योजना हुँदैछ। अब भात खाउन्जेलमा चाहिँ योजना बनिसक्छ अनि कहीँ गइन्छ होला सायद। अनि म यसो केही खिचेर चाहिँ अपलोड गर्ने प्रयास गर्छु, देखाउने, आफै हेर्ने। पछि बिहान बिहानै कोइलीको आवाज कोही गरिरहेछ, कोइली पर कता हो। यस्तो सुन्दरीय रमणीय मनोरम ठाउँ रहेछ हैन। अब मलाई त दामी लाग्यो यहाँ त। अनि अब बिहान दिनको सुरुवात नै यति राम्रो भ्यूबाट भएको छ है। अब दिनको मध्य अन्त्यमा त के होला अब तपाईहरु आफै सोच्नु, आफै अज्युम गर्नु। अनि अहिले चाहिँ हामी याङवरक गाउँपालिका अन्तर्गत वडा नम्बर 4 मा रहेको यो याङवरक एउटा नामक पोखरी रहेछ, एउटा आकर्षणको केन्द्रबिन्दु, पर्यटकीय स्थल भनौँ न, धार्मिक पर्यटकीय स्थल। यहाँ एउटा मन्दिर पनि रहेछ। अनि यहाँ आइरहेको छौँ, दाजुभाइ मिलेर आएको छौँ। अनि मलाई पनि अब हेर्न आउन निकै मन थियो। अनि दादाले चाहिँ यसो आफ्नो जब पनि मिलाएर टक्क मलाई घुमाउन ल्याइदिनु भयो। अनि यहाँ आयो, अघि आउँदा चाहिँ मैले खिचिनँ छु, त्यहाँ र फ्याँ हुँदै कति हामी मेहनत गर्न चढाएको थियौँ। ठाउँ चाहिँ एकदम राम्रो रहेछ। अनि यहाँ अब मोबाइलमा त कति क्याप्चर होला र, मोबाइलको आँखाले त कति पनि देख्दैन। यसको यो मिनिङ चाहिँ यहाँ उल्टो, यहाँ याङ लेखेछ, म चाहिँ उल्टोमा उभिएको छु। याङ भनेको चाहिँ लिम्बू भाषामा पैसा रहेछ। अनि वरक भनेको चाहिँ पोखरी, त्यस कारणले चाहिँ पैसाको पोखरी अरे, तर पानी नै पानी छ छन चाहिँ। म चाहिँ पैसाको पोखरी भनेर दुईटा ब्याग लिएर आएको पैसा लिनलाई भनेर, पानी नै पानी मात्रै रहेछ। अनि अब हाम्रो यहाँ रेडी हुनु भइसक्यो पाइलट साहब। अब यो टेक अफ गरेर चाहिँ यसद्वारा चाहिँ मजाले यहाँको मनोरम दृश्य चाहिँ हामी क्याप्चर गर्ने प्रयास मात्रै गर्ने, उडन तस्करीमा कैद गर्ने प्रयास मात्रै गर्छौँ। हाम्रा गणपतिजी हुनुहुँदो रहेछ, गणपतिजीको चाहिँ एउटा मूर्ति बनाएको रहेछ। यहाँ चाहिँ के हो, यो चाहिँ रिभिलै गराएर हिँड्छ, फेस रिभिल गराएर हिँड्छ। के राजा अरे, झिलियाङका लिम्बू वंशका अन्तिम राजा रहेछन्। यो चाहिँ आर्चरी पनि गर्दा रहेछन्, यो तीर कमान लिएर चाहिँ। यिनको पनि फेस रिभिल गराएर हिँड्छ। त्रिशूल हेरेर चाहिँ शिवजी भन्न सकिन्थ्यो, तर फेरि होइन, शिवजी चाहिँ उहाँ पर हुनुहुन्छ। बिर्सिने त स्क्रिप्टमा थिएन त, भिडियो बनाउँदा चाहिँ स्क्रिप्ट बनाएर मात्रै गर्नुपर्छ। यो चाहिँ वायुयान। अनि अब चाहिँ यो टेक अफ हुन लाग्यो है। ल त पाइलट साहब, ल उडाउँ चट्ट लाएर। चिज राम्रो लाग्यो, तर आज कस्तो दिनमा आइएछ भने यो चाहिँ यो वरिपरिको यो फेन्सहरू चाहिँ, रेलिङहरू चाहिँ मर्मत कार्य हुँदै रहेछ। अनि मर्मत कार्यको कारण चाहिँ यहाँ चाहिँ यो के भन्छ, यो पलिस गर्दै हुँदो रहेछ। अनि त्यसका कारणले चाहिँ यता नि काम धडाधड चल्दैछ। अनि त्यसले गर्दा चाहिँ एकदम यहाँ नोइस आयो क्या। वायुयान चाहिँ उडिसक्यो। अब यो कता कता जान्छ, अब यसमार्फत चाहिँ हामी हेर्छौँ सट्टा लाएर।
मोन्टाज निकालौँ भनेर एउटा दामी ठाउँमा आएको। यहाँबाट चाहिँ हुन त यत्रो ड्रोन छँदैछ, म नआएको भए नि हुन्थ्यो। र म पनि त केही गर्न सक्छु नि त, ममा पनि त्यति सामर्थ्य छ नि त एउटा मोन्टाज निकाल्ने भनेर चाहिँ बाठो भएर आएको। दाउरा खोज्न हिँड्नुभयो? ए घर कता हो तपाईँको? आए पनि घुम्न भनेर आएका? बिर्तामोडबाट आएका? झापा? कस्तो रहेछ यहाँ थर्पु याङवर? राम्रो रहेछ साह्रै। त्यही त। यो मान्छेले बनाएको हो कि यो प्राकृतिक हो? यो पोखरी यो त बनाएको नि, मान्छेले बनाएको हो? बनाएको को 2.5 वर्षमा त हुँदैछ। यो सबै बनाएको नि, सबै बनाएको। पोखरीको पानी चाहिँ प्राकृतिक हो कि यो चाहिँ आफै उब्जेको हो कि मान्छेले हालेको? यो चाहिँ यहाँदेखि उब्जेको भाइ। हजुर। यहाँको 5 रुपैयाँ त्यहाँ बेला कुन ठाउँदेखि आउनु भएको? मुक्ति चोक थाहा छ तपाईँलाई? बिर्तामोड मुक्ति चोक किन थाहा छैन? मुक्ति चोकदेखि 1 किलोमिटर दक्षिण। मुक्ति चोक हामी त नि बस्नु। ए हो? ए उहाँको पनि अलिकति कुरा सुन्ने हो, उहाँले आफ्नै हिसाबमा भन्नुभयो, रमाइलो लाग्यो। बिर्तामोडबाट आएको भनेपछि आमा त राम्रो मकै पर्नु भयो। त्यति पहाड नआएको मान्छे परे। हाम्रो पहाड चाहिँ इलाम अरे। अब मलाई चाहिँ अरे नै मात्रै छ कुरो। अब म पहाड गएर त्यसरी बसेको पनि छैन। म झापैमा जन्मेर उतै अब बसेर यत्रो भएको मान्छे। अनि पहाड भन्दा पनि इलाम चाहिँ अब आइरहन्थ्यो भन्दा नि 1-2 चोटि आएको थियो त्यहाँ पाथिभरा माताको दर्शन गर्न आउँदा। अनि अस्ति एउटा साथीसँग त्यहाँ अन्तु पनि घुम्न आइयो। अनि त्यही बेला हो। अनि यसरी पहाड गएको ओरेको भनेको चाहिँ त्यही काठमाडौँ जाँदा अलिअलि पहाड भनेको त्यही गइयो। अनि त्यस्तै अस्ति अब टुर गइयो स्कुलबाट चाहिँ साथीसँग। अनि उहाँहरूसँग जाँदाखेरि अलिअलि गइयो के भन्छ पहाडमा। अनि अब यो चाहिँ पहिलोचोटि नै आएको। यो त एकदम टिपिकल पहाड एरिया पऱ्यो नि त। यो त एकदम डाँडा काँडा यस्तो पहाडमा चाहिँ पहिल्यैचोटि आएको म। अनि एकदम रमाइलो लागिरहेछ मलाई त। म त अब एक्साइटेड नि। यो डाँडा देख्यो भने नि अब झापाईलाई त के भएर यति यो डाँडा देख्यो भने पुगिहाल्छ झापाईलाई त। अब सधैँ यस्तो समथल जमिनमा टेकेर हुर्केको बढेको मान्छे। अनि यो अलिकति उच्च ठाउँ देख्यो, चिसो ठाउँ देख्यो, हरियाली देख्यो भने त अब रमाइलो लागिहाल्ने। आज तेस्रो दिन भयो आएको चाहिँ यहाँ 5 थर आएको। अनि परीक्षा पनि सकियो नि त। अनि परीक्षा सकिएपछि अब के गर्ने त भन्दा अब कहीँ जाउँ माइन्ड फ्रेस गर्न। अनि चाहिँ घरमा गएर अनि केही गरौँ भन्ने मेरो पनि एउटा मनस आयो। अनि त्यही भएर चाहिँ पहाड घुम्न आयो। त्यही क्रममा एउटा नयाँ ठाउँ एक्सप्लोर गरियो। अब जिन्दगी त्यही त हो नि, सबै चिज हेर्दै अहिले म यहाँ आएँ। अझै दादाहरू यहाँ तल हुनुहुन्छ, त्यहाँ ड्रोन उडाउँदै हुनुहुन्छ। मलाई नै यो अलिकति मोन्टेज झिक्दिनँ, म पनि एउटा भ्लग बनाएर हालौँ न त भनेर यहाँ आएको बेला चाहिँ मैले यो के देखेँ, यो मलाई जहाँसम्म लाग्छ यो चाहिँ प्रशोधित गरेर यसलाई सुकाएर अनि कफीको बिन्स बनाउने भन्ने जति मेरो ज्ञानले चाहिँ त्यति नै थाहा पाएँ। मेरो विचारमा हो भने चाहिँ यो कफी नै हुनुपर्ने हो, जुन यसलाई सुकाएर चाहिँ अनि कफी बिन्समा चाहिँ परिणत गरिन्छ त्यो वाला। अब म चाहिँ के हो सोध्नु पऱ्यो दादाले। म सही रहेछु, यो कफी बिन्स नै रहेछ। यो जुन कफी बनाउने त्यो मैले जे सोचेको त्यही रहेछ। अलिअलि नलेज त छ नि। यसको ब्याट्री चाहिँ यसको ब्याट्रीको पावर सकिएर फेरि यसलाई ब्याट्री रिप्लेस गरेर अनि अब फेरि उडाउने भन्ने रहेछ। ल फेरि हाम्रो चाहिँ ब्याट्री रिचार्ज भएर चाहिँ उड्न आँट्यो। ह्याङ्गरमा ल्यान्ड भयो।
अहिले घाम लागेर टन्टलापुर थियो गर्मी हामी चढ्दाखेरि पसिनै पसिनाबाट चढेको अहिले अब पानी छिट्यायो भन्दा पनि डरङ नै पर्न थाल्यो र चट्ट माथि यहाँ चाहिँ इन्द्रदेव पनि एक्टिभली ड्युटी गर्दा रहेछ फेरि जहिले क्या दिनको एकचोटि चाहिँ पानी पर्छ इन्द्रदेव चाहिँ ठेक्का लिनु भएको छ ठेक्का बेलुका बेलुका चाहिँ यसो उगार दिनुहुन्छ मतलब पानी पारिदिनुहुन्छ यो चाहिँ एउटा बरको ठुलो रुख रहेछ यहाँ चाहिँ 100 वर्ष अगाडिको होला रुख त यसको जरै यो कत्रो रहेछ क्या यो पुरै घरै जत्रो यहाँ चाहिँ काली माताको दिव्य मन्दिर पनि रहेछ टक्क यो बर नै होला यो बरको फेदोमा यहाँको एउटा चिज चाहिँ मलाई के एउटा नोटिस गरेँ मैले राम्रो पनि लाग्यो यो परम्परागत हात हतियार यी घरमा जहिले उपयोग गर्ने उपकरणहरू चाहिँ यसरी लेखेको रहेछ क्या जस्तै तोम्बा हलो च्याङप्रुङ अनि तरवार ढाल भने त सिल्ड भयो खुकुरी यहाँ परदेखि यहाँसम्म रहेछ यो चाहिँ राम्रो रहेछ तल जाने चाहिँ हामीसँग दुईवटा मार्ग छन् एउटा चाहिँ ढलान मार्ग एउटा चाहिँ यो स्टेयर यो सिँढी मार्ग अघि चाहिँ सिँढी मार्गबाट आइरहेको थियौँ र तेलै निस्किरहेको थियो अघि चाहिँ अब मैले खिच्न नै बिर्सेछु त्यो गलेको सुरुमा यहाँबाट चाहिँ यस्तो पुरै सिँढी पनि एकदम उरालो छ क्या पुरै भिर सिधै ऊ पर त घर भनेर निस्किन्छ यो कताबाट जाने यतैबाट जाने ल अघि आउँदा चाहिँ एकदम पसिना भएर चिडचिडी काटिएको थियो पसिना अब अहिले चाहिँ त्यस्तो नहोला भन्ने आशा गरेको छु किन अघि चाहिँ घाम पनि लागेको थियो अहिले चाहिँ एकदम भर्खर पानी परेर चिसो भएको छ माथि चढेको थियौँ है अघि झन्डै 10 मिनटमा त्यत्रो पनि लाग्यो 5 मिनट लगाएर रोडै आइसक्यो माथि चढ्नभन्दा तल झर्न चाहिँ एकदम सजिलो अहिले चाहिँ हामी अघि कोठामा घुमेर आइयो अनि घुमेर आएपछि निकै गलिएछ क्या आज अनि अब गलेपछि फेरि धेरै नै भएको थियो यसरी मजाले नहिँडेको अनि यो पहाडको यो कान्ला र कुल्ली अनि खाल्टा र खल्डो अनि त्यस्तो हिँड्दा अनि यो खुट्टा मजाले दुखेछ अनि बसेर चिया खाएर आनन्दले अलिकति पावर रिजनरेट गरेर चाहिँ अनि म चाहिँ भ्लगको आउटरै बनाएको थिइनँ नि त अघि त अब अघि त्यत्तिकै घुमियो ओऱ्यो अनि भ्लगको आउटर बनाएको थिइनँ अनि पर आएको यहाँ उता यहाँ योले छेलिया छ उतापट्टि छ घर चाहिँ अनि यत्रो आएर यहाँ भ्लगको एन्डिङ विथ दिस ब्युटिफुल भ्यू होइन चट्ट लाएर यति राम्रो भ्यू त्यो त अब जस्ट मेमोरीको लागि एक दिन थर्बु गइरहेको थियो अब पछि के गरिएछ त त्यो दिन भनेर अब चट्ट परिवारसँग बसेको बेला यसो हेरौँ न त भन्नलाई त्यो जस्ट मेमोरीको लागि मात्रै बनाएको अनि अब अरू गफ त्यस्तै हो मेरो एक्सपिरियन्स भन्नुपर्दा चाहिँ मलाई कसैले सोधेको त छैन यो क्वेसन तर मैले आफै मलाई कस्तो लागेछ त्यो पनि मैले भन्नुपर्छ नि त होइन अस्ति आएर चाहिँ अब अस्ति त केही पनि भएन त्यत्तिकै अब बेलुकातिर मात्रै आइपुग्यो आरामसाराम गरियो खानासाना खाएर सुत्यो अनि हिजोको दिन चाहिँ त्यस्तो इन्ट्रेस्टिङ पनि थिएन अनि एट द सेम टाइम त्यस्तो बोरिङ पनि थिएन र पनि अब बिहान उठेर नुहाइधुवाइ गरेर चट्टा लाएर अनि घुम्न अब निस्कियो अनि कता घुमियो अनि त्यही पोखरी के पो थियो नामै अब लाङ के थियो ठुक्क बिर्सी त हाल्यो नामै बिर्सेँ अब फेरि यहाँ क्लिप हेर्छु अनि भन्छु याङ भरक ठुक्क अघि भर्खर गएको 3-4 घन्टा नि भएको छैन यति छिटो बिर्सेँ याङ भरक पोखरी पनि राम्रै थियो निकै माथि चढियो ओर्लियो होइन अल ओभर एक्सपिरियन्स चाहिँ दामी थियो झापावासीलाई चाहिँ के भन्दो रहेछ भने मैले प्राय झापा लोकल झापालीहरूलाई चाहिँ अब त्यो अलिअलि झापा गएर बस्या पढ्या मात्रै होइन एकदम पुरै उतै जन्मेर उतै हुर्केकाहरूले चाहिँ यो सबै यो अलिकति देख्ने बित्तिकै आमामा कहाँ आएँ पुरै हेभन आएँ पहाडको वादियामा आएँ भन्ने हुने क्या अनि म झापाली एकदम ओरिजिनल अनि त्यस भएपछि चाहिँ अनि रमाइलो लाग्ने क्या अरू कतै जानै पर्दैन अब दादा चाहिँ
भाइ अब यहाँ केही पनि छैन त्यस्तो, अब उता तराईमा पो खुल्ला हुन्छ, यतै के हुन्छ उतै के हुन्छ, जाउँ भन्यो। यहाँ त एकतिर कान्ला छ एकतिर भिड छ अनि कतै त्यस्तो लिमिटेड ठाउँ मात्रै छ भन्नुहुन्थ्यो। अनि हामीलाई त यही रमाइलो लाग्ने नि, यति यस्तो राम्रो छ, यस्तो राम्रो अब है भ्यू यति राम्रो छ। अनि अब हामीलाई त यही रमाइलो लाग्ने, जता गयो त्यतै रमाइलो। त्यही हो मेरो एक्सपिरियन्स चाहिँ। अब अन्तिममा अब चाहिँ लास्ट अन्तिम 99.9% भइसक्यो यो भ्लगको है। अब चाहिँ म धेरै गफ पनि हान्दिनँ, धेरै लामो नै भइसक्यो। कता कताबाट हेर्दै पनि हुनुहुन्छ मलाई यहाँबाट आन्टीहरूले कहाँको मान्छे यहाँ आएर भ्लग बनाउने मलाई अक्वर्ड पनि फिल भइसक्यो। अब अन्तिममा चाहिँ त्यही हो, अब लाइक चाहिँ गरिदिनु, सब्सक्राइब पनि यसो हानिदिनु। को हो होइन कसले हेर्दै हुनुहुन्छ सबैलाई भने होइन, सब्सक्राइब पनि यसो हानिदिनु। यो हात चाहिँ निकै दुख्दो रहेछ क्या आम्मामा, आज यति भ्लग पनि के बनाएको भन्दा यो अलिअलि भिडियो खिचेको यसरी यो फोन भारी भएर हो कि आम्मामा कस्तो हातै दुख्यो क्या, बानी हराएछ अब चाहिँ भ्लग बनाउने।